ठीक छ, साँचो कुरा गरौँ। यदि तपाईले कहिल्यै यो महिनाबाट पैसा बचाउँछु भनेर मनमनै कसम खाएर पनि महिनाको अन्त्यमा फेरि उही प्रश्न सोध्नु भएको छ, पैसा गयो कहाँ? यदि तपाईको तलब आउँछ तर टिक्दैन, यदि तपाई बचत गर्न चाहनुहुन्छ तर हरेक महिना केही न केही कारण निस्किहाल्छ, यदि तपाई आफूलाई दोष दिन फाल्नु भएको छ, म त पैसामा कमजोर रहेछु, मबाट बचत हुँदैन, त्यसो हो भने यो स्क्रिप्ट तपाईका लागि हो। आज म तपाईलाई धनी बन्ने सूत्र सुनाउन आएको छैन। आज म तपाईलाई एकै रातमा करोडपति बनाउने कथा बेच्न आएको छैन। आज म तपाईलाई एउटा साँचो सुनाउन आएको छु। पैसा नबच्नु कुनै कमजोरी होइन, तर पैसा किन नबचिरहेको छ भन्ने नबुझ्नु सबैभन्दा ठूलो गल्ती हो। पैसा बचत समस्या होइन, पैसा बचत व्यवहार हो र व्यवहार परिवर्तन गर्न सकिन्छ। सबैभन्दा पहिले एउटा भ्रम तोडौँ। धेरै मानिस सोच्दछन् मेरो आम्दानी कम छ त्यसैले म बचत गर्न सक्दिन। यो कुरा अधुरो सत्य हो, किनभने संसारभर कम आम्दानी भएका लाखौं मानिसले नियमित बचत गर्छन् र उच्च आम्दानी भएका हजारौं मानिस आज पनि ऋणमा डुबेका छन्। समस्या आम्दानी होइन, समस्या पैसासँगको सम्बन्ध हो। पैसा किन टिक्दैन? पैसा नटिक्नुका 5 वटा मुख्य कारण छन्। पहिलो कारण, पैसा भावनामा खर्च हुन्छ। हामी थकित हुँदा खर्च गर्छौं, दुखी हुँदा खर्च गर्छौं, खुसी हुँदा खर्च गर्छौं, अरूसँग तुलना गर्दा खर्च गर्छौं। फोन खोन्यौं, कसैले नयाँ मोबाइल किनेको देख्यौं, मनले भन्यो म पनि किन नकिनौं। त्यो निर्णय दिमागले होइन, भावनाले गरेको हो। दोस्रो कारण, हामी खर्चलाई ट्र्याक गर्दैनौं। हामीलाई थाहा हुँदैन हामी दिनमा कति खर्च गरिरहेका छौं, हप्तामा कति उडाइरहेका छौं, महिनामा कति हराइरहेको छ। पैसा ट्र्याक नगर्ने मानिस अन्धकारमा हिँडे जस्तै हो। तेस्रो कारण, हामी बचतलाई अन्तिम प्राथमिकता बनाउँछौं। पहिला खर्च, अन्त्यमा बाँकी भए बचत, तर प्राय बाँकी केही हुँदैन। चौथो कारण, हामी आफैसँग झुट बोल्छौं। यो अन्तिम पटक हो, अर्को महिनाबाट कडा बचत, अब खर्च गर्दिन, तर व्यवहार फेरिदैन। पाँचौं कारण, हामी पैसा बचतलाई पीडा खान्छौं। हामीलाई लाग्छ बचत भनेको आफूलाई रोक्नु हो, आनन्द त्याग्नु हो, जिन्दगी नजिउनु हो। यही सोचले बचत असम्भव बनाउँछ। पैसा बचतको पहिलो नियम, धेरैलाई मन नपर्ने, पहिला आफूलाई तलब देऊ। हो, सही सुन्नुभयो। बचत भनेको बाँकी पैसा राख्ने होइन, बचत भनेको आउँदै पैसा अलग राख्ने हो। यदि तपाईको तलब 50,000 छ भने 50,000 तपाईको होइन, त्यसमध्ये 5,000 भविष्यको हो, 5,000 आपतकालीन हो, 5,000 मानसिक शान्तिको हो। बचत भनेको खर्चपछि होइन, आम्दानीसँगै सुरु हुन्छ। पैसा बचत गर्न नसक्ने मानिसले गर्ने सबैभन्दा ठूलो गल्ती, उनीहरू भन्छन् अहिले अलि गाह्रो छ, पछि बचत गर्छु, तर पछि कहिल्यै आउँदैन, किनकि आज खर्च छ, भोलि जिम्मेवारी छ, पर्सि आकस्मिक खर्च छ। यदि तपाईं आज बचत गर्न सक्नुहुन्न भने भोलि त झन् सक्नुहुन्न। व्यवहार परिवर्तन गर्ने 7 चरण। अब म तपाईलाई सल्लाह होइन, प्रणाली दिन्छु। चरण 1, बचतको उद्देश्य दिनुहोस्। बचत गर्छु भन्ने उद्देश्य कमजोर हुन्छ, तर 6 महिनाको आपतकालीन खर्च जम्मा गर्छु, 1 वर्षभित्र ऋणमुक्त हुन्छु, 3 वर्षमा आफ्नै पैसा देख्न चाहन्छु। यस्ता उद्देश्यले दिमागलाई कारण दिन्छ। पैसा बिना कारण टिक्दैन। चरण 2, बचतलाई अदृश्य बनाउनुहोस्। सबैभन्दा राम्रो बचत त्यो हो जुन तपाईले देख्नुहुन्न। अलग खाता खोल्नुहोस्। त्यस खातामा एटीएम नजोड्नुहोस्, मोबाइल ब्याङ्किङ नखोल्नुहोस्। बचत देखिएन भने खर्च हुँदैन। चरण 3, सानो रकमबाट सुरु गर्नुहोस्। धेरैले गल्ती गर्छन्। अबदेखि 30% बचत, 3 महिनापछि 0, 1%बाट सुरु गर्नुहोस्। 50 रुपैयाँ पनि बचत हो। बचत रकम होइन, बानी हो। चरण 4, खर्च नियन्त्रण होइन, खर्च डिजाइन गर्नुहोस्। खर्च रोक्नु हुँदैन, खर्चलाई दिशा दिनुपर्छ। मनोरञ्जनको बजेट छुट्याउनुहोस्, घुम्नका लागि रकम छुट्याउनुहोस्।
खर्च गर्न मिल्ने पैसा अलग राख्नुहोस्, नत्र दबिएको मन एक दिन विस्फोट हुन्छ। चरण 5, आफ्नो ट्रिगर चिन्नुहोस्। तपाईँ कहिले खर्च गर्नुहुन्छ? दुखी हुँदा, तनावमा, सामाजिक दबावमा, बोर हुँदा? जब ट्रिगर थाहा हुन्छ, त्यही ठाउँमा रोक लगाउन सकिन्छ। चरण 6, पैसा बचतलाई गर्व बनाउनुहोस्। नयाँ जुत्ता किन्नु गर्व होइन, नयाँ मोबाइल किन्नु गर्व होइन, तर 3 महिनासम्म लगातार बचत गर्नु गर्व हो। ऋण घटाउनु गर्व हो। आपतकालीन रकम बनाउनु गर्व हो। आफैलाई स्याबास दिन सिक्नुहोस्। चरण 7, आफूलाई धैर्य दिनुहोस्। तपाईँ एकै दिन बिग्रनु भएको होइन, त्यसैले एकै दिन सुध्रिनुहुन्न। पैसा बचत यात्रा हो, दौड होइन। पैसा बचत गर्ने मानिस र नगर्ने मानिसको फरक। बचत नगर्ने मानिस भन्छ, पैसा आएपछि हेरौँला। बचत गर्ने मानिस भन्छ, पहिला अलग गर्छु, बाँकी जे हुन्छ हेरौँला। फरक पैसा होइन, फरक सोच हो। सबैभन्दा कडा सत्य, यदि तपाईँ पैसा बचत गर्न सक्नुहुन्न भने भोलिको स्वतन्त्रता अरूको हातमा जान्छ। नोकरी छोड्न सक्नुहुन्न, गलत सम्बन्ध तोड्न सक्नुहुन्न, मन नपरेको जीवन बाँच्न बाध्य हुनुहुन्छ। बचत केवल पैसा होइन, बचत स्वतन्त्रता हो। अन्त्यमा म तपाईलाई एक प्रश्न सोध्न चाहन्छु। आज तपाईको खातामा कति पैसा छ भन्ने होइन, भोलि सङ्कट आयो भने कति दिन बाँच्न सक्नुहुन्छ? यदि उत्तर डर लाग्दछ भने त्यो डरलाई दोष होइन, सङ्केत मान्नुहोस्। सङ्केत अब बदलिनुपर्छ। सङ्केत अब आफूलाई प्राथमिकता दिनुपर्छ। पैसा बचत गर्न तपाईँ धनी हुनु पर्दैन। पैसा बचत गर्न तपाईँ पर्फेक्ट हुनु पर्दैन। पैसा बचत गर्न तपाईँले आज एउटा सानो निर्णय लिनुपर्छ। आज, भोलि होइन। तपाईहरुलाई यो भिडियो कस्तो लाग्यो? कृपया आफ्नो प्रतिक्रिया कमेन्टमा लेखिदिनुहोला। भिडियो मन परेमा लाइक, शेयर र सब्स्क्राइब पनि गरिदिनुहोला। धन्यवाद।